बहिनी हजुर दाइ नमस्कार। हजुर नमस्कार। एकदमै वेलकम छ हाम्रो यो मनोज पोडकास्टमा, पोडकास्ट विथ मनोज गुरुङ। हजुर थ्याङ्क यू सो मच दाइ। र हाम्रो मनोज दाइको पोडकास्ट विथ मनोज हेरेर बस्नुहुने आदरणीय सम्पूर्ण दर्शकप्रति पनि नमस्कार। थ्याङ्क यू। एकदमै अर्को कुरा एकदमै मिठो अनि वार्म वेलकम छ। युकेमा बेलायत आउनु भएको छ पहिलोचोटि। हजुर दाइ धेरै धेरै धन्यवाद। बहिनीको परिचय छोटकरीमा पाउनु बहिनी कहाँ बस्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? मलाई थाहा छ तपाईँ स्याङ्जाको चेली हुनुहुन्छ होइन, अनि त्यसलाई चाहिँ अझ धेरै तपाईँ आफैले भनिदिनुहोस् न। मेरो चाहिँ जन्म चाहिँ स्याङ्जामा। हजुर। अनि पढाइ चाहिँ +2 चाहिँ चितवनमा। चितवनमा हजुर। अनि ब्याचलर एन्ड मास्टर्स चाहिँ काठमाडौँमा। काठमाडौँ गर्नुभयो। तपाईँ स्याङ्जामा जन्मिनु भयो, त्यो पनि स्याङ्जाको बाहाकोट धोबादी। ठ्याक्कै तपाईँको घरबाट 15 मिनट हो है। डाँडा र मेरो चेली पर्नुभएछ तपाईँ। हजुर होइन। अनि हुन त अब तपाईँ म गाउँ छोड्ने बेलामा तपाईँहरू जन्मिनु पनि भएको थिएन होला होइन? हजुर हो नि दाइ। अब यहाँ जति पनि भेटघाट हुनुहुन्छ नि हजुर प्राय एकदमै सिनियर। हजुर। म नजन्मिँदै उहाँहरू यता आउनुभएको यस्तो यस्तो कुराहरू चाहिँ हजुर है। हजुर। कस्तो लाग्दैछ तपाईँलाई बेलायत? अनि कस्तो सोच्नु भएको थियो यहाँ नआइपुग्नुभन्दा अगाडि बेलायत कस्तो छ होला भन्ने एउटा कल्पना त हुन्छ नि? अनि र यहाँ आइसके पछाडि तपाईँलाई कस्तो अनुभव भयो भने? अब त्यही हो, बाहिर चाहिँ अब जस्तो यहाँको स्ट्रक्चरहरू ठ्याक्क हामीले त्यहाँ नेपालमा हुँदाखेरि चाहिँ अलिकति ठुल्ठुलो घरहरू होला भन्ने चाहिँ मैले सोचेको थिएँ। अब यहाँ चाहिँ अलिकति घर चाहिँ सानो सानो तर चिटिक्क परेको राम्रो। अब बाहिर भनिसकेपछि त अब तपाईँको नेपालभन्दा बाहिर गइसकेपछि चाहिँ वातावरणहरू सफाहरू त त्यो जुन ठाउँमा पनि हुन्छ। अनि अब युकेमा पनि यहाँ त्यत्तिकै राम्रो छ। अनि घरहरू पनि ठ्याक्क मिलेको चिटिक्क परेको। अनि यहाँ घरभित्र घर सानो भए पनि यहाँ बस्ने सम्पूर्ण युकेवासीहरूको मन ठुलो छ है। हजुर। तपाईँलाई त्यस्तो लाग्यो? हजुर। युके बस्ने नेपाली दाजुभाइहरूको, दिदीबहिनीहरूको, बुबा आमाको चाहिँ सोच होइन, तपाईँहरू कलाकारप्रति चाहिँ एउटा राम्रो सोच लाग्यो तपाईँलाई? त्यो हो, एकदमै राम्रो छ। हजुर है। अनि प्रोग्राम कस्तो चल्दैछ? प्रोग्रामहरू त भइरहेको छ दाइ। है। हजुर। ओके, हामी त्यतातिर गइहाल्नुभन्दा अगाडि हजुर बहिनीको दिनचर्या सुरुवाती कसरी हुन्छ? बिहान उठेदेखिबाट के छ कुनै पनि ठाउँमा जस्तै तपाईँको अब जस्तै एउटा मान्छेको रुटिन हुन्छ नि? रुटिन त ठाउँ अनुसार चेन्ज हो है। त्यो एउटै हुन्छ भन्ने छैन नि त। नेपाल हुँदा छुट्टै रुटिनमा हुन्छ, अब यहाँ हुँदाखेरि छुट्टै रुटिन हुन्छ। कारण किन होला बहिनी? यहाँ किन त्यस्तो रुटिन फरक भयो? नेपालको रुटिन र यहाँकोमा चाहिँ एउटा समय नै चेन्ज छ, फर्स्ट कुरा त। अनि अर्को कुरा चाहिँ अब हाम्रो अहिले यहाँ चाहिँ ठ्याक्क विकेन्डमा मात्रै हुन्छ प्रोग्रामहरू। अब त्यसपछि त चेन्ज हुने भइहाल्यो नि त। अब नेपालमा हामी काम गरिराख्ने, अब त्यतिखेर सन्डे मन्डे यो विकभरि नै काम गर्ने हो। यहाँ भनेको चाहिँ हामी फ्राइडे सटरडे सन्डे मात्रै हो प्रोग्राम हुने। अरू टाइम भनेको भेटघाट गर्ने, यस्तै तपाईँहरूसँग है इन्टरभ्यू गर्ने, अनि अलिकति चेन्ज हुन्छ। ओके, खाली समयलाई नै प्रयोग गर्दै हुनुहुन्छ यहाँ? हजुर। आज पनि होइन, इन्टरभ्यूमा जानुभयो, अरू कुनै म्युजिक भिडियोहरू गर्नुभयो? म्युजिक भिडियो पनि गरियो, इन्टरभ्यू पनि गरियो, घुमघाम गरियो, आफन्तहरूलाई भेट्ने काम गरियो। ठिक छ। आफन्त हुनुहुन्छ मेरो चाहिँ। हजुर। भनेपछि तपाईँलाई चाहिँ नेपालबाट चाहिँ बेलायत आएको चाहिँ कुनै किसिमको चाहिँ छैन? कुनै किसिमको होला आए एक्लो भयो भन्ने चाहिँ छैन है? एक्लो पनि भएको छैन? बुबा आमालाई कतिको सम्झिनुहुन्छ? त्यो त फेरि याद भइहाल्छ नि। अब यहाँ आएर अब यहाँ तपाईँहरूसँग हुँदाखेरि पो हो त। अब एउटा नेपालको ठ्याक्कै नेपाल त छ एउटा किसिमको, तर पनि अब फ्यामिलीलाई मिस त भइहाल्छ, नेपाललाई मिस त भइहाल्छ नि है। हजुर। परिवारमा हजुर बुबा आमा हुनुभयो, अरू को हुनुहुन्छ? मेरो चाहिँ हजुर, अनि हामी 2 जना दिदीबहिनी अनि एउटा भाइ।
एउटा भाइ। हजुर। तपाईँ कुन चाहिँ? म जेठी। जेठी। हजुर। जेठी, तपाईँभन्दा मुनि एउटा बहिनी हुनुहुन्छ, त्यस पछाडि चाहिँ एकजना भाइ। हजुर। के गर्नुहुन्छ उहाँहरू? उहाँहरू पढ्दै हुनुहुन्छ अहिले। पढ्दै हुनुहुन्छ है? चितवनमै हुनुहुन्छ? होइन दाइ, म पो हो त चितवन पढ्न गएको त। एसएलसी उता स्याङ्जामा एसएलसी सकेर। हजुर। अनि चितवन म गएको पढ्न चाहिँ, अरू होइन, अरू त स्याङ्जाङ हुनुहुन्छ। ए ओके। अनि म मात्रै गएको त्यहाँ +2 गरेर फेरि ब्याचलर गर्न त फेरि काठमाडौँ। ओके ओके ओके। के कारणले तपाईँ हजुर चितवन जानुभयो? पढाइ चाहिँ तपाईँले चाहिँ कहाँ सुरुवाती एसएलसी चाहिँ कहाँ गर्नुभयो? एसएलसी मैले स्याङ्जामै गरेँ। स्याङ्जामै? स्याङ्जा तल प्रगतिनगर? एसएलसी त मैले भन्ज्याङमै गरेँ। भन्ज्याङमै गर्नुभयो? भन्ज्याङमा गरेँ। ओके। डाँडासोरा भन्ज्याङ? डाँडासोरा भन्ज्याङमा गरेँ। हजुर। तर मेरो जन्म घर त फेरि उता दरौसिरबारी भेडाबारी हो नि त। भेडाबारीमा जन्म? ए बाबाको घर चाहिँ भेडा? अनि हामी त्यता मावलीमा बस्दै हो नि त, दबाई त मावली पऱ्यो। आमाको माइती चाहिँ? आमाको बुढो माउली। बुढो माउली। आमाको माइत त राङबाङ। ए अझै फेरि? त्यही भएर त यहाँ कति समाजहरू हुन्छ नि, राङबाङ समाज भयो, कोल्मा बाकर समाज, सबै आफन्त हो कि स्याङ्जाको त घुमी फेरि। ओहो, भनेपछि तपाईँलाई त माया जताततै आफ्नो चेलीहरू आएको छन्। अस्ति हाम्रो सौपालको दरौसिरबारीको त्यता पनि जानुभयो? गइरहेको छ। सोपाल समाजको त यहाँ बन्तोकमा छ नि त? हजुर हजुर। त्यहाँ आउनु प्रोग्राम हजुर यहाँ है? यहाँ पनि आएको थिएँ। लन्डन कतिको घुम्ने मौका छ? लन्डन अलिअलि घुमेछु। हजुर। अब घुमाउँ होला। भर्खर आउनु भएको छ? कति भयो तपाईँ आउनु भएको? म 2 महिना हुन लाग्यो। 2 महिना भयो है? हजुर। ओके, अप एन्ड डाउन भयो। मैले कुरा गर्दै गर्दाखेरि फेरि ब्याक टु फेरि युकेमा आइसक्यौँ होइन? मलाई स्टिल तपाईँलाई चाहिँ म नेपालमै फर्काउन चाहन्छु होइन? त्यही त, तपाईँ चाहिँ भन्ज्याङमा चाहिँ एसएलसी सक्नुभयो हजुर होइन? कुनै बेला मैले पनि त्यो भन्ज्याङ स्कुलमा पढेको हो है, मलाई याद छ। हजुर। अहिले कस्तो भएको छ तपाईँहरूले पढ्ने समयमा? अहिले चाहिँ अब त्यतिखेर चाहिँ हाम्रो पालोमा चाहिँ राम्रो थियो पढाइ, अब अहिले पनि राम्रो छ। हजुर। हाम्रो पालोमा चाहिँ हाम्रो विष्णु सर हुनुहुन्थ्यो हेड टिचर, अहिले चाहिँ श्याम सर हुनुहुन्छ। हजुर। श्याम कुमार थापा। ओके। तपाईँ त अब त्योभन्दा कति ब्याच पहिलाको पढ्नुभयो? मेरो कुरा त अब कति। अनि त्यसपछि चाहिँ चितवन चाहिँ कस्तो भयो भन्दाखेरि, हजुर, चितवन म 8 क्लासमा हुँदाखेरि स्काउटमा गएको थिएँ। स्काउट अब म चाहिँ अलिकति एक्स्ट्रा स्कुलको हर कुराहरूमा एक्टिभ नै हो। हजुर। अनि त्यहाँ डान्सहरू हुँदाखेरि मेरो नाम जान्थ्यो हर कुरामा। अनि त्यतिखेर चाहिँ 8 क्लासमा चाहिँ चितवन पुगेको थिएँ। त्यतिखेर चाहिँ हाम्रो चाहिँ त्यो क्याम्पहरू थियो, त्यो प्रोग्राम थियो कि एउटा स्काउटको प्रोग्राममा चाहिँ मैले धेरै पुरस्कार पाएको थिएँ कि त्यतिखेर। के पुरस्कार पाउनु? त्यतिखेर त अब त्योभन्दा अगाडि नै अब के अरे हाम्रो तपाईँले थाहा छ कि छैन, त म चेकमा जाँदाखेरि त्यो नाम्चे कालको हुँदै जान्छ नि उताको ठाउँ चेकमा। हजुर चेकमा। त्यो त 8 क्लासको कुरा, 6-7मै हो मैले त्यो चेकमामा फर्स्ट भएको त त्यो डान्सिङ सोमा चाहिँ। ए ओके। त्यतिखेर चाहिँ अब त्यतिखेर पनि फर्स्ट भएपछि त पुरस्कारहरू त पाइहाल्यो होइन। त्यसपछि हो चितवन आएको। तर चितवन स्काउटमा गएबाट चाहिँ एक किसिमको सबै सरहरूको इन्करेज सबै कुराहरूले गर्दाखेरि चाहिँ फेरि चितवन आउन मन लाग्यो। 8 क्लासमा गएँ, त्यसपछि 10 क्लासको एसएलसी दिने बित्तिकै चितवन आएको म चाहिँ। स्काउटको बारेमा चाहिँ केही कुरा सोध्नु मन लाग्यो मैले, म पनि स्काउटमा थिएँ। ए हजुर हजुर। अभियसली पनि म त्यतिखेर स्काउटको हाम्रो बेलातिर पनि एक किसिमको मजा थियो। क्याम्पिङहरू गर्नु पर्थ्यो होइन, अनि हाम्रो टास्किङहरू हुन्थ्यो, टास्क दिन्थ्यो होइन, अनि सर्भाइभलहरू गर्नु पर्थ्यो होइन। अनि तपाईँको त्यो त्यतिखेर पनि थियो? म स्काउटको चाहिँ एउटा लिडर जस्तो हुन्छ होइन, आफ्नो आफ्नो पोस्ट हुन्छ। तपाईँहरूकोमा छैन होइन? त्यसरी चाहिँ हुन्थ्यो। अनि कुनै एउटा टिमको चाहिँ म टिम लिडर गरेको थिएँ है। अनि त्यो अनुसारको फेरि टाइममा एउटा किसिमको ब्याजहरू फरक हुन्थ्यो। तपाईँले पनि त्यसो भए भन्ज्याङमा?
भन्ज्याङमा नि गरेँ, त्यस पछाडि म कोलमा स्कुल पढ्दा पनि गरेँ। तर म कस्तो भयो भने मेरो चाहिँ बाल्यकाल अनि मेरो पनि त्यस्तै भयो। म चाहिँ नाम्चे पढेको, नाम्चेबाट चाहिँ मेरो प्राइमेरी स्कुल, अनि त्यस पछाडि चाहिँ म भन्ज्याङमा चाहिँ माध्यमिक स्कुल, त्यस पछाडि हायर एजुकेसनको लागि हाई स्कुलको लागि चाहिँ माथि कोलमा। कोलमामा चाहिँ मैले चाहिँ आफ्नो एसएलसी पुरा नगरिकन फेरि म पोखरा झरेर मेरो आफ्नो एसएलसी चाहिँ कन्टिन्यू गरेर म यतातिर आएको हो होइन। त्यतिखेरको चाहिँ स्काउटको अलिअलि अनुभव छ। अब यो विषयमा स्काउट भनिसके पछाडि चाहिँ एउटा समाजसेवा अनि प्लस अनि भएन भनेर स्काउटले चाहिँ कसरी चाहिँ काम गर्छ भन्ने विषयमा थोरै बहिनीले कति बुझ्नुभएको छ त्यो विषयमा कुरा गरौँ। एउटा तपाईँले भनेअनुसार चाहिँ समाजसेवा हो, अनि मैले त्यहाँबाट सिकेको भनेको चाहिँ डिसिप्लिन हो, एकदमै अनुशासन। जुन कुरा चाहिँ हुन त अब स्कुल लेभलमा पनि त्यो कुराहरू सिकाइन्छ, तर त्यतातिर लागिसकेपछि टाइमिङदेखि लिएर मैले डिसिप्लिन चाहिँ अति नै धेरै सिकेको। अनि तपाईँले भने जस्तो कि त्यो टिमको लिडर हुन्थ्यो नि, त्यतिखेर हाम्रो के अरे स्कुलमा अरू सब्जेक्टहरू पढाइसकेपछि त्यो हुन्थ्यो कि, अनि त्यसपछि हामी जुन कम्युनिकेसन समूहमा कसरी हिँड्नुपर्छदेखि लिएर धेरै कुराहरू छ। प्लस पोइन्ट चाहिँ त्यो उमेरमा धेरै भयो है। अलिकति इन्डिपेन्डेन्ट पनि बनाउँछ एकदमै। आफूले चाहिँ आफू हिँड्दाखेरि हजुर कुनै पनि सिचुएसनहरूमा पऱ्यो भने इन्डिपेन्डेन्ट तरिकाले हिँड्ने, सर्भाइभ हुन सक्ने अवस्थाहरू, अनि र कसैलाई पनि दुःखमा पऱ्यो भने के गर्ने होइन। जस्तै विभिन्न किसिमको चाहिँ प्र्याक्टिसहरू गरिन्छ हामीले होइन। जस्तै अब दुर्घटना भयो भने दुर्घटनामा कसरी चाहिँ होइन रेस्क्यु गर्ने, म पुरा अलिअलि सम्झेर छु मैले। त्यही त तपाईँहरूको अलिकति मेरो त धेरै पहिलाको कुरा हो। अब तपाईँहरू चाहिँ अझै धेरै फ्रेस छ नि त, तर अब अलिअलि मलाई चाहिँ याद आयो। फेरि त्यतिखेर मात्रै भयो, त्यसपछि चाहिँ हामीले कन्टिन्यू गर्न सकेन है। अनि त्यो चाहिँ पनि फेरि हुन्छ जिल्ला स्तरीय नेसनलमा होइन इन्टरनेसनल लेभलमा त्यसरी जान्छ। त्यसलाई कन्टिन्यू गर्न सक्यो भने त धेरै राम्रो हुन्छ। हामी चाहिँ फेरि यतातिर लाग्यो, कला क्षेत्रतिर लाग्यो। त्यो त अब मैले अहिले कुरा गरेको त 7, 8, 9 को कुरा धेरै भनेपछि कन्टिन्यू गर्नु भएन। कन्टिन्यू गर्ने हुँदा अब के कुरामा कन्टिन्यू गर्नु त नि होइन। अब त्यसलाई चाहिँ अब जस एसएलसीसम्म चाहिँ हामीले गरियो, स्कुल लेभलसम्म चाहिँ। भने पछाडि चाहिँ बहिनीले स्काउटले गर्दा पनि तपाईँलाई चाहिँ यो कला क्षेत्रमा एक किसिमको चाहिँ इच्छा जाग्यो। त्यो कुरो सही हो भने यस्तो हुँदा त्यो सानो बच्चाको उमेरमा होइन, त्यसरी त्यो ठाउँमा पुगिसकेपछि चाहिँ मेन भनेको घरको अनि स्कुलको सरहरूले पनि धेरै राम्रो मलाई सपोर्ट गर्नुभयो। अनि म त एसएलसी ठ्याक्कै 14 वर्षमा एसएलसी दिएर, मेरो एकदम सानो एजको एसएलसी हो क्या। 14 वर्षमा एसएलसी दिने बित्तिकै त्यो 3 महिना ग्याप हुन्छ नि, त्यो ग्यापमा म चितवन गएको हो नि त, चितवन डान्स सेन्टरमा। त्यतिखेर मैले डान्स सिकेँ अब त्यो 3 महिनामा। हजुर, को हुनुहुन्थ्यो बहिनी त्यहाँ? मेरो मम्मीको बहिनी चाहिँ त्यहीँ बस्नुहुन्थ्यो। छ्यामा मगरहरूले छ्यामा भन्छ, गुरुङहरूले आजी आमा भन्छ। छ्यामा त्यही हुनुहुन्थ्यो। अनि म चाहिँ अब धेरै जस्तोको सोच चाहिँ कस्तो हुन्छ भन्दा स्याङ्जा भएको मान्छेको पोखरा हुन्छ कि काठमाडौँ हुन्छ, अझै धेरै त पोखरै हुन्छ। अनि म चाहिँ त्यता जानुको कारण चाहिँ त्यसरी थियो। अनि +2 त्यसरी गरेको थिएँ मैले चाहिँ। हजुर, ओके। म फेरि ब्याक टु तपाईँको चाहिँ कला क्षेत्रतिरै जान चाहन्छु बहिनी है। पढाइ तपाईँको भयो, अनि कति ब्याचलर चाहिँ तपाईँले फेरि काठमाडौँ आएर गर्नुभयो होइन। त्यो बिचमा तपाईँले चाहिँ डान्सलाई पनि कन्टिन्युटी गर्नुभयो चितवनमा। हजुर हजुर, डान्स चाहिँ हजुर चितवनमा डान्स भयो, अनि पढाइ भयो। +2 गरेँ, +2 गर्दा गर्दा म्युजिक भिडियो गरेँ, अनि म्युजिक भिडियो गरिसकेपछि ग्याप गरेँ। अनि बिचमा ग्याप गर्नुभयो, पढाइ ग्याप, किनकि पढाइ ब्याचलर गरेँ नि त। ब्याचलरको एउटा म्युजिक भिडियो गरेँ, त्यसपछि चाहिँ
वर्षमा एउटा दुईचोटि 2 वर्षमा एउटा गरेँ। त्यो पढाइलाई त्यतिखेर अब सोच्ने कस्तो थियो भन्दाखेरि अब पढ्ने कि म्युजिक भिडियोतिर गर्ने भन्ने भयो नि त। हजुर। अनि त्यतिखेर चाहिँ अब दुइटैलाई कन्टिन्यू भन्दा अलिकति ग्याप गरौँ भनेरै ब्याचलर म कुन सेमिस्टर हुँदाखेरि बिचमा चाहिँ मैले बल्ल कन्टिन्यू गरेको चाहिँ अलिक पछि हो। ओके ओके। भनेपछि तपाईँको पढाइलाई चाहिँ मेन फोकस गर्नुभयो? हजुर, साइडमा चाहिँ अनि डान्सलाई गरेर अनि बिचमा फेरि टोटली ग्याप पनि राख्नुभयो? अलिक 2 वर्ष जति ग्याप राख्नु? 2 वर्षमा एउटा म्युजिक भिडियो गरेँ गर्नुभयो। अनि त्यसले तपाईँलाई चाहिँ कहीँ कतै असर परेको हो बहिनी यो म्युजिक फिल्डमा, डान्स फिल्डमा अथवा यो तपाईँको यो आर्ट फिल्डमा? तपाईँको 2 वर्षको ग्याप हुन्छ दाइ। अब त्यो कुरालाई हेर्ने हो भने हजुर त्यतिखेर चाहिँ मैले कन्टिन्यू म्युजिक भिडियो गरिदिएको भए मैले अति नै धेरै अहिले 1000भन्दा बढी या कति नै धेरै सङ्ख्यामा मैले म्युजिक भिडियो गर्थेँ होला। पढाइ हुन्थेन नि त। अनि के अरे अहिले मैले कम म्युजिक भिडियो गरेँ होला होइन। अनि साथमा एजुकेसनलाई पनि अगाडि लान पाएँ। तपाईँको एजुकेसन पनि त कम्प्लिट गर्नुभयो? कम्प्लिट भयो। त्यसपछि चाहिँ अब त्यो 2 वर्ष मात्रै ग्याप गऱ्यो भन्दा नि एउटा म्युजिक भिडियो गरेको हो। त्यसपछि त फेरि कन्टिन्यू गरेँ हो नि त। अनि त्यो कुराले चाहिँ अहिले चाहिँ कस्तो लाग्छ भन्दाखेरि पढाइलाई छोडेर म्युजिक भिडियो मात्रै गरेको भए अझै योभन्दा राम्रो स्थानमा पुग्थेँ कि भन्ने चाहिँ लाग्छ। तर पनि ठिक छ, अब जे छ अब भइहाल्यो होइन। अब धेरै जस्तो मान्छेहरूले चाहिँ दुइटै ढुङ्गा एउटा के भन्छ दुईटा नाउमा खुट्टा राखेर भयो भने गाह्रो हुन्छ। मलाई पनि त्यस्तै थियो कुनै टाइममा होइन। अनि कुन चिजलाई चाहिँ तपाईँले प्रायोरिटी गर्ने भन्ने कुरामा चाहिँ मैले अलिकति पढाइलाई गरेर यसलाई चाहिँ पार्ट टाइम जस्तो गरेर गरेँ। त्यसपछि चाहिँ म गर्न सक्छु भन्ने जस्तो लागिसकेपछि चाहिँ अलिक कन्टिन्यू गरेँ। तर बिस्तारै नै कन्टिन्यू गरेँ। तर ठिक छ अहिले होइन। तर किनभने एउटा पढाइलाई पनि तपाईँले कन्टिन्यू गर्नु पायो। तपाईँले जुन सोच्नु भएको थियो त्यो सोच पनि पुरा भएको छ होइन। हजुर, सोच पनि पुरा भएको छ। साथमा अहिले फेरि ब्याक टु तपाईँ चाहिँ म्युजिक फिल्डमा आइसक्नु भयो नि त होइन त? कस्तो छ बहिनी अब जस्तै अहिले तपाईँको पढाइ सकेर फेरि ब्याक टु चाहिँ तपाईँ म्युजिक फिल्डमा अब आउनुभएको छ म्युजिक भिडियोहरूमा होइन। अनि जस्तै अघि नै तपाईँले भन्नुभयो यस मैले त्यतिखेर चाहिँ मैले यही फिल्डलाई नै एउटा मेरो करियर यही हो भनेर गएको भएदेखि अझ धेरै हुन्थ्यो कि भन्ने त तपाईँले भन्नुभयो। तर पनि अहिले होइन फेरि स्टार्टिङ गर्नुभएको छ। अनि तपाईँले त्यो बिचमा कुनै दुविधाहरू आइपऱ्यो बहिनी? मलाई त सुरुमा जुन टाइममा चाहिँ अब मेरो एज पनि सानो थियो त्यतिखेर अब म्युजिक भिडियोहरू गरेको भए पनि मैले अहिले राम्रोसँग ह्यान्डलिङ गर्न सक्थेन होला कि सबै कुराहरूलाई जस्तो लाग्छ। किनकि म्युजिक फिल्ड भनेर मात्रै हुँदैन नि त, धेरै कुराहरू छ यहाँ। अब मैले पढ्छु नै केही कुराहरू नलेज लिन्छु, म्युजिक फिल्डको पनि नलेज लिन्छु र यता मेरो आफ्नो पढाइलाई पनि कम्प्लिट गर्छु भनिसकेपछि चाहिँ अहिले चाहिँ आएन नि त। पहिला आएर पो कुन चुज गर्ने भन्दाखेरि पढाइ चुज गरे हो नि त। अनि त्यसपछि चाहिँ अब अझै यो कुरालाई चाहिँ अझै बुझ्छु अनि त्यसपछि चाहिँ हुन्छु अब फेरि कन्टिन्यू गर्छु भन्ने हो नि त। अहिले कन्टिन्यू गरेको नि अब लकडाउनमा के थियो र ब्याचलर जोइन गरिसकेपछि चाहिँ ब्याचलर जोइन हुँदा मास्टर्स गर्दा पनि त मैले म्युजिक भिडियो बाहिर गइरहेको थिएँ, म्युजिक भिडियो गरिरहेको थिएँ। अब सबै कामहरू त बिस्तारै भइरहेको थियो नि त। अब त्यही हो तपाईँले भने जस्तै एउटा मात्रै फोकस हुन पाइनँ भन्ने हो। तर दुइटैलाई त लान त लैरहेको थिएँ, पढाइलाई पनि यसलाई पनि लान त लैरहेको थिएँ। बाहिर जाँदाखेरि पनि पढाइलाई डिस्टर्ब नहुने तरिकाले नै गइरहेको थिएँ। हजुर, त्यो चाहिँ गरिरहेको थिएँ। अहिले पनि त त्यही हो नि है। स्टिल पढाइ कन्टिन्यू गर्दै हुनुहुन्छ? हजुर, मेरो थेसिस बाँकी छ मास्टर्सको। हो, हजुर। कुन सब्जेक्ट? मेरो अहिले चाहिँ सोसल साइन्स हो। हजुर। गाह्रो छ है? गाह्रो मान्यो भने गाह्रो छ, गाह्रो मानेन भने गाह्रो कस्तो भइरहेको छ? कस्तो फिल भएको छ? धेरै अपर्च्युनिटीहरू क्रिएट गर्छ र गुमाउनु पनि पर्छ नि त। पढाइ इक्जामहरू भएको कारणले धेरै कुराहरू चाहिँ मैले ब्याक गर्नु परेको छ। यही म्युजिक भिडियोहरूदेखि लिएर म्युजिककै कामहरूमा पनि त्यो गर्नुपर्छ। के छ त अनि उद्देश्य बहिनी
भविष्यमा तपाईँले नो म पढाइ पढ्नुपर्छ मेरो होइन अब डिग्री लिइसके पछाडि मैले कुनै न कुनै एउटा जब अथवा कुनै पनि एउटा मेरो एम गोल हुन्छ नि त त्योलाई चाहिँ फोकस गर्नु भएको चाहिँ होइन नो म म्युजिक भिडियोलाई नै अगाडि लान्छु म आर्ट फिल्डलाई नै अगाडि बढाउँछु के छ तपाईँको सोच अब यस्तो छ मान्छेले भन्छ कि पढिसकेपछि जबै गर्नुपर्छ भन्ने एक किसिमको सोच पनि छ नि त अब त्यो सोच चाहिँ पढाइ हर कुरामा काम लाग्छ जस्तो लाग्छ मलाई अहिले म यहाँ युके आइरहेको छु अर्को कुन देशमा गइरहेको छु हर कुरामा त ब्याक सपोर्ट चाहिँ एजुकेसन हो मेरो लागि चाहिँ अब त्यो कुराले चाहिँ जबै नगरे पनि केही न केही चाहिँ म गर्न सक्छु जस्तो लाग्छ र यो म्युजिक इन्डस्ट्री चाहिँ कन्टिन्यू गर्छु पछिसम्म पनि गर्छु मैले गर्नुहुन्छ हजुर यो त मेरो इन्ट्रेस्टको कुरा हो नि त मेनली चाहिँ आफ्नो इन्ट्रेस्ट कहाँ छ त्यो इन्ट्रेस्टले गर्छ सबै कुरा होइन यदि तपाईँसँग कुनै पनि इन्ट्रेस्ट छैन भने कुनै पनि चिज चाहिँ तपाईँले त्यसलाई चाहिँ एकदमै राइट लेभलमा चाहिँ पुर्याउन सक्नुहुन्छ होइन त अनि अब म्युजिक भन्ने कुरा चाहिँ तपाईँको चाहिँ मनमुटुमा बसेको कुरो भयो हजुर यता छोड्ने कुरै भएन नि जहाँ भयो भने कस्तो हुँदो रहेछ बहिनी यो म्युजिक फिल्ड तपाईँको रियल लाइफदेखि लिएर जस्तै अहिले तपाईँलाई अब होइन धेर थोरै के अरे मान्छेहरूले चिन्नु भएको छ होइन अलिकति दायाँ बायाँ हेर्दा पनि अस्मिता राणा भनेर एउटा चाहिँ एउटा आफ्नो ट्याग रहन्छ नि त त्यसले चाहिँ बहिनीलाई कस्तो फिल गराउँछ म्युजिक फिल्डले त अब धेरै कुराहरू गरायो अब पहिला त स्ट्रगल क्रममै छु तर पनि देश विदेश घुमायो नि त अब मैले पनि पढेको छु तर पनि देश विदेशमा घुम्न पाएको छैन नि त पढाइले यदि म पढेको मात्रै हुन्थ्यो भने म युके आउँथेँ त आउँथेन नि त आउँथ्यो होला केही पैसाहरू इन्भेस्ट गरेर आउँथ्यो होला अनि एउटा देशमा मात्रै सीमित भएर बस्थ्यो होला अहिले म कोरिया गएँ या दुबई कता जुन देश गए पनि मलाई मेरो म्युजिकले घुमाइरहेको छ नि त त्यही माथि पनि यति धेरै माया सम्मान दिनुहुन्छ मेरो पढाइ मात्रै भएको भए चाहिँ त्यो थिएन नि त तर दुवै भएर मलाई दुवै चिजले राम्रो गरेको छ अहिले चाहिँ है महत्त्वपूर्ण चाहिँ कुन लाग्छ तपाईँलाई भाइ दुईटै हो नि बराबर दुईटै भएर त दुईटैलाई कन्टिन्यू गरेको तर कतिपय चाहिँ अब यस्तो छ नि त अब पढाइलाई चाहिँ अब केही थाती राख्दै म्युजिकलाई नै सपोर्ट गरेर नि उनीहरू पनि त्यही लेभलमा हिँडिरहेको छ नि त त्यही हिसाबमा चाहिँ कस्तो त्यो नि अब जस्तो आफ्नो इच्छा हो भने कसैलाई पढ्न मन लाग्दैन कसैलाई लाग्छ होइन अनि त्यस पढ्न मन लाग्ने मान्छेले पढ्ने हो पढ्न मन नलाग्ने नपढ्ने हो त्यो पनि हो त्यो अनि त्यसपछि पढ्नै पर्छ भन्ने छैन नि त दाइ अब गीत गाउनलाई नाच्नलाई पढ्नुपर्छ भन्ने छैन नि त बरु नाचमै केही कुरा नलेज लियो भने राम्रो हो गीतकैमै राम्रो नलेज लियो भने राम्रो हो नि त मैले त पढ्नु मान्छेले त अब होइन तिमी नाच्नु के अरे यो म्युजिक फिल्डमा आउँदैछु पढेर डिग्री लिएर आऊ भन्ने नै छैन नि है त्यो त अरूको पार्ट हो सही एकदमै ठिक कुरो यस सजिलो क्षेत्र पनि त होइन म्युजिक फिल्ड हजुर कम्पिटिसन छ हजुर अहिले त धेरै कम्पिटिसन छ नि कसरी म्यानेज गर्दै हुनुहुन्छ मैले कम्पिटिसन त म्युजिक फिल्डमा मात्रै होइन सबै कुरामा कम्पिटिसन छ अहिले 101 आउनुहुन्छ कलाकारहरू अहिले तपाईँकै काममा पनि कम्पिटिसन छ नि त हेर्ने हो भने जताततै कम्पिटिसन छ कम्पिटिसन भएर त अगाडि बढ्न सजिलो हुन्छ नि त त्यही मजा होइन एउटा चाहिँ कम्पिटिसनको जीवन चाहिँ छुट्टै मजा पनि हुन्छ सङ्घर्ष हो नि त होइन सङ्घर्षले तपाईँलाई झन् धेरै बलियो बनाउँछ होइन अनि एक्सपिरियन्स पनि बनाउँछ अगाडि बढ्छ सही कुरा यस अभियसली पनि तपाईँहरू जस्तो यङ युथहरूले चाहिँ एउटा आर्ट कला क्षेत्रहरूलाई चाहिँ एउटा जीवन बनाउनु भएको छ होइन एउटा आफ्नो के भन्छ करियर बनाउनु भएको छ प्लस नेपाली कला क्षेत्रले केही उचाइहरू पनि लिएको छ यदि हामीले यो चिजहरूमा चाहिँ होइन इन्ट्रेस्ट नलाग्थ्यो अरे भने अभियसली पनि हाम्रो कला संस्कृति त हरेक होइन त्यही हिसाबले चाहिँ तपाईँहरूले जुन काम गर्नुभएको छ राम्रो पनि हो होइन अभियसली पनि बहिनी देश विदेशहरूको चाहिँ यात्रा गर्नुभएको छ पहिलो विदेश यात्रा चाहिँ कहाँ रह्यो पहिलो विदेश यात्रा मेरो चाहिँ लकडाउनभन्दा अगाडि ठ्याक्कै कस्तो थियो भन्दाखेरि हजुर मास्टर्सको चाहिँ इन्ट्रान्स थियो
इन्ट्रान्स कस्तो थियो भन्दा मास्टर्स गर्नु मेरो ब्याचलर सकेर मास्टर्स लकडाउनको अगाडि मास्टर्सको इन्ट्रान्स थियो मेरो पहिलो वैदेशिक यात्रा चाहिँ कतार हो मगरसँग कतारले मलाई लानुभएको थियो अनि त्यतिखेर चाहिँ मैले इन्ट्रान्स दिएर त्यही दिन गएको हो के दाइ कतार है अनि इन्ट्रान्स पनि कसरी के अरे भन्दाखेरि उतातिरको टिकट छ होइन अनि म त कतार जाने कि नजाने नि यस्तो कन्फ्युज भएको थियो कि जाने कि नजाने अनि इन्ट्रान्स दिने कि नदिने सबैजनाले भन्थ्यो कि अब अर्को वर्ष दिनुपर्छ होइन कसैले भन्थ्यो होइन यही वर्ष दिनुपर्छ अब साथी हुन्छ नि त बिच कुराकानी हुँदा कसैले यही वर्ष दिनुपर्छ अनि मेरो दिमागले चाहिँ अब मैले होइन लिम डेट लिइहालौँ अब के अरे त्यतिखेर माघे सङ्क्रान्तिको प्रोग्राम थियो कतारमा अनि त्यस डेट लिइहालौँ अब भयो भने उता कतारबाट आएर दिउँला नत्र भयो डेट भइसकेपछि ठ्याक्कै त्यही दिन मात्रै डेट भयो त्यही दिनको बेलुकाको मेरो टिकट थियो अनि बिहान मैले इन्ट्रान्स दिएर गएको त्यसपछि चाहिँ मल्टियुमा हो पढ्ने चाहिँ कीर्तिपुर ठ्याक्क नाम पनि निस्क्यो पछि आउँदाखेरि अनि नाम पनि निस्क्यो कतार भ्रमण पनि गरेँ अनि नाम पनि निस्किनु त्यसपछि चाहिँ खुसी लाग्यो अब त्यो त हतारको थियो नि त त्यसपछि ठ्याक्क पढ्छु भन्ने बेलामा ठ्याक्क लकडाउन भइदियो अनि त्यसपछि लकडाउन भइसकेपछि प्रोग्राम गरेर पनि आएँ हजुर अनि त्यसपछि लकडाउन भयो अनि त्यसपछि बस्ने काम भयो हजुर अनि के थियो भन्दा अनि कतारमा चाहिँ अब फर्स्ट टाइम गएको यति धेरै माया पाएँ कि ओहो मैले नि यति धेरै माया पाउँछु र जस्तो लाग्यो कि फर्स्ट टाइम वैदेशिक यात्रामा जाँदाखेरि अनि त्यति धेरै माया त्यसपछि चाहिँ सेकेन्डचोटि कतार जाँदाखेरि चाहिँ म बिदाई कार्यक्रममा बोल्नै सकिनँ केही पनि नबोलिकन थ्याङ्क यू मात्रै भनेर आएको कि त्यति साह्रो इमोसनल भइदिएको म त्यो टाइममा चाहिँ के कारणले त्यस्तो भयो होइन फर्स्ट टाइम पनि बोलाउनु भयो मगरसँगले होइन त्यसपछि लकडाउन भयो त्यसपछि लकडाउनको सिचुएसन सकिने बित्तिकै दुबई गएँ त्यतिखेर पनि इक्जाम थियो फेरि त्यो पनि माघे सङ्क्रान्तिकै प्रोग्राम हो अनि त्यतिखेर पनि इक्जामको बेलामा चाहिँ कसरी गएको थिएँ भन्दा म त्यतिखेर चाहिँ शनिबार थियो अनि 3 दिन थियो कि मसँग 3 दिन थियो 3 दिनको बिचमा चाहिँ दुबई गएर म एयरपोर्टबाटै मास्टर्सको इक्जाम दिन आएको हजुर है त्यतिखेरको सिचुएसन पनि त्यस्तै भइदियो अनि त्यसपछि भनेर इक्जाम रनिङ थियो बिचमा ग्याप हुन्छ नि 3-4 दिन ग्यापमा हो त्यो ग्यापमा दुबई प्रोग्राम गरेर अनि के अरे एयरपोर्टबाटै इक्जाम दिन गएको के सुत्दै नसुतिकन घुम्या हो दुबई त सुत्दै नसुतिकन प्रोग्राम गरेको 4 दिनको दिन अनि यस्तै तालमा एयरपोर्टमै यसो बुक हेर्ने त्यस्तो तरिकाले इक्जाम दिएको तर त्यसमा पनि म पास भएँ म त फेल हुन्छु जस्तो लागिरहेको थियो कि त्यो सब्जेक्टमा अनि पास भयो नि त म त्यसरी झन् खुसी लाग्यो मलाई त अनि बढी इमोसनल चाहिँ कहाँ हुनुभयो के कुराले चाहिँ जस्तै तपाईँले सेकेन्ड टाइम जाँदा चाहिँ अलिकति बढी तपाईँ चाहिँ भावुक रहनुभयो यस्तो थियो नि त दाइ फर्स्ट टाइम कतार गएको अनि त्यसपछि दुबई गएँ हुन त जुन देश जाँदा पनि नेपालीहरूको माया त्यति नै बढी हुन्छ त्यसपछि कोरिया गएँ त्यसपछि ओमन गएँ त्यसपछि बल्ल अहिले युके आएँ त्यसपछि चाहिँ सबैको माया त्यति नै हो तर सेकेन्ड टाइम बोलाउँदाखेरि पनि फर्स्ट टाइमको सिचुएसनहरू सम्झिएँ नि त त्यतिखेर अब अलि बच्चामै बोलायो नि त त्यसपछि त लकडाउन पछि 3-4 वर्षको ग्यापमा फेरि गएँ अनि त्यो कुराहरूले म चाहिँ बिदाई प्रोग्राममा चाहिँ बोल्न नसकेको भन्नु खोजेको अनि अर्को कुरा चाहिँ मसँगै जाने एउटा दिदी त रोइदिनु भयो कि बिदाई प्रोग्राममा त्यही भएर पनि इमोसनल भइदियो झन् म यस्तो थियो दिदीलाई बोल्न दिनुभयो दिदीलाई बोलिसके दिदी रुनु भयो त्यसपछि म बोल्न सकिनँ किनकि म बोल्यो भने म पनि रुन्छु भनेर म बोलिनँ कि अर्गनाइजरहरूलाई सम्झिन चाहनुहुन्छ कतारको सम्पूर्ण हाम्रो त मगर सङ्घको होल टिम मलाई जुन पहिला लाने पनि सम्पूर्ण कार्य समितिहरू र अहिलेको लाने पनि कार्य समितिहरूलाई त म हृदयदेखि नै थ्याङ्कफुल छु नि स्पेसली कसैलाई सम्झिनुहुन्छ स्पेसली भन्ने त छैन दाइ सबै कार्य समितिको सबै कतार छुट्छन् हैन सबै छुट्छन् त एकजनाको मात्रै नाम लिँदा सम्पूर्णलाई सम्झिन चाहन्छु त्यही त कतारबाट फर्किनु भयो अनि अलिकति इमोसनल पनि भयो त्यस पछाडि कतार पछाडिको चाहिँ यात्रा भनेको कतार पछाडिको यात्रा भनेको लकडाउन पछाडि म दुबई गएँ हजुर त्यसपछि त्यतिखेर चाहिँ दुबई गइसकेपछि त्यही मैले दौडधुपमा मेरो इक्जाम दिएँ भन्ने कुरा आयो होइन
त्यसपछि कोरिया गएँ। कोरियाको त्यही लगत्तै कोरिया गएँ। म त कन्टिन्यू त्यही वर्ष गएँ नि त। के अरे दुबई गएँ, त्यसपछि कोरिया गएँ, त्यसपछि कतार गएँ। त्यही वर्षमा हो त हो नि। त्यसपछि ओमान आएँ अनि अहिले युके आएँ। यही वर्ष हो कि मेरो सबै कन्टिन्यू भएको। खास तपाईँ त यो हो युके आउनुभन्दा अगाडि चाहिँ तपाईँ चाहिँ ओमान जानुभयो। यो त मैले त भन्नै बिर्सेछु दाइ फेरि। मेरो त युकेको प्रोग्राम हुँदा म त दुबई पनि गएको थिएँ नि त साँच्चै। तपाईँले बिर्सिनु भयो, मैले सम्झेँ। तपाईँलाई मैले दुबई छु दाइ, दुबईको प्रोग्राम सकेर युके आउँछु भन्थेँ त साँच्चै त। यो चाहिँ यो वर्ष चाहिँ मेरो कन्टिन्यू प्रोग्राम भयो कि दाइ। 2024 होइन, 23बाट चाहिँ 23को लास्टबाट म दुबई गएँ। त्यसपछि 23 र 24 दुबई कतार भयो। त्यसपछि कोरिया गएँ, त्यसपछि ओमान गएँ, अनि फेरि दुबई आएँ, त्यसपछि युके। म त अस्तिसम्म त दुबई नै थिएँ नि। अनि त्यो प्रोग्राम है, अनि म त्यतैबाट त यता हो। खास दुबईको प्रोग्राम एटेन्ड गर्नुभन्दा अगाडि त खास त प्रोग्राम त यहाँ थियो होइन तपाईँको? हजुर। खास के भयो भन्न मिल्छ? यस्तो थियो, अब युकेको भिसा लाग्छ लाग्दैन थाहा हुँदैन नि त है। त्यसपछि उता बोलिसकेको थिएँ, त्यही भएर चाहिँ अब बोलेको कुरा चाहिँ पुरा गर्नको लागि चाहिँ दुबई गएँ, यताको प्रोग्राम छोडेर। अनि त्यसपछि दुबईको प्रोग्राम चाहिँ 1 सौ मात्रै थियो नि त। त्यही भएर त्यताको प्रोग्राम सकेर अनि यता आएको। कुन प्रोग्राम थियो तपाईँले युकेमा एटेन्ड गर्नुपर्ने त्यतिखेर? युकेमा एटेन्ड गर्नुपर्ने चाहिँ हाम्रै यही के अरे सङ्घ समाजको प्रोग्राम। त्यसै मिस भयो है? त्यो प्रोग्राम छोडेर म गुल्मी समाजको प्रोग्राममा गएँ दुबई। किनकि त्यो पहिल्यैदेखि पोस्टर आउट भएको, यताको युकेको भिसा पनि लाग्नु, अनि त्यताको भिसाबाट टिकटहरू पनि उहाँले पठाइसक्नु भएको थियो। सबै भइसकेपछि युकेको फाइनलमा आएको थियो नि त। हजुर, अभियसली पनि तपाईँले भन्नुभयो अन्य देश विदेश जस्तै कतार जानुभयो, ओमान जानुभयो, कोरिया जानुभयो, दुबई जानुभयो। सबै कलाकारहरूको माया ममता त्यति नै भयो। यहाँ पनि त्यति नै छ। जस्तै अब जस्तै तपाईँले मेन प्रोग्राम त तपाईँको जुधेको कारणले तपाईँ दुबई जानुभयो नि त। हजुर, जुधेर दुबई गएँ होइन। तर सङ्घ समाजको चाहिँ प्रोग्राम छुट्दाखेरि चाहिँ उहाँको अर्गनाइजरहरूले चाहिँ केही भन्नु भएन? यस्तो थियो नि त, अब त्यो प्रोग्राममा अब अहिले पनि जति प्रोग्रामहरू एटेन्ड गरिरहेको छु, अब स्याङ्जाकै चेली भएर पाइरहेको छु कति प्रोग्रामहरू होइन। अनि म अब दुबईमा चाहिँ अब एउटा मात्रै प्रोग्राम थियो, अनि त्यही माथि फेरि अब मान्छेहरूले अब के अर्गनाइज टिमले अब युकेको भिसा लगाइसकेपछि दुबई नआउने भन्ने कुराहरू हुन्छ नि त। धेरै कुराहरूलाई पनि सोच्नु पऱ्यो नि त। अब किनकि मेरो सुरुवाती दिन त कतार दुबईबाट भयो नि त। युकेको भिसा लाए पनि मेरो दिनहरू त मैले बिर्सिनु भएन नि त। अनि त्यो किसिमले पनि म त्यता गएको हो। अनि अहिले म लङ टाइम बस्छु नि त युकेमा। हजुर, भने पछाडि स्याङ्जा समाजलाई चाहिँ तपाईँले खुसी बनाउँदै हुनुहुन्छ उहाँहरूको? अब अहिले चाहिँ उहाँहरू खुसी हुनुहुन्छ? हजुर, जति प्रोग्रामहरू भइरहेको छ उहाँहरूको मार्फत स्याङ्जा समाजकै स्याङ्जा चेली भएरै गरिरहेको छु नि। है, स्याङ्जा समाजको अर्गनाइजरलाई के भन्न चाहनुहुन्छ? सम्पूर्ण टिमलाई थ्याङ्क यू भन्न चाहन्छु। यहाँ भन्दा त कति भन्नु त, थ्याङ्क यू भन्दा स्याङ्जा समाज मात्रै होइन नि, कति समाजहरू मैले प्रोग्रामहरू एटेन्ड गरेँ, सबैलाई थ्याङ्क यू भन्न चाहन्छु नि। लामो विदेश यात्रा बस्दै गर्नुभएको चाहिँ बेलायत मात्रै हो कि अहिले चाहिँ बेलायत भयो दाइ? होइन, भन्नाको मतलब जस्तै तपाईँ कोरिया जानुभयो, कति समय बिताउनु भयो? कहाँ बस्न पाउनु दाइ, एक्जाम कलेज हुन्थ्यो नि, आइहाल्नु परेन। त्यही भन्न खोजेको, अलिकति लामो बसाइ भनेको चाहिँ युकेमा मात्रै हो। खास चाहिँ म युके आउने प्लानिङ चाहिँ पहिल्यैदेखि हो। पहिला एकचोटि भएको कुरा हुँदाखेरि मेरो ठाउँमा अर्को आर्टिस्ट आउनु भएको कि, अनि म त्यतिखेर चाहिँ आउँदिनँ नि भनेको, किनकि मेरो त्यतिखेर मास्टर्स त अहिले हाम्रो सेमिस्टर छ नि त, अनि एक्जाम चलिरहेको थियो। त्यतिखेर पनि धेरै कुरा भएको। अब एक्जाम यहाँ आइसकेपछि अब 1 महिनामा के फर्किनु, 6 महिनाको भिसा लगाइसकेपछि होइन। अब आइसकेपछि अब अहिले चाहिँ आनन्दले बस्न पाएँ नि त म। अनि त्यतिखेर त फेरि एक्जाम छ भने दौडिनु पर्थ्यो। अनि हाम्रो त्यतिखेर चाहिँ सेकेन्ड सेमिस्टरको एक्जाम हुँदाखेरि चाहिँ म यता आउने भन्ने प्लानिङ थियो। त्यसपछि आउने जस्तो कुरा पनि भएको, आउने जस्तो मेरो मनसाय बनाएको। तर फेरि अब मैले चाहिँ 3rd सेमिस्टरमा जाँदाको लागि त्यो एक्जाम एउटा त एटेन्ड गर्नै पर्दो रहेछ कि, एउटा सब्जेक्ट चाहिँ एक्जाम हलमा गएर लेख्नै पर्ने रहेछ कि।
अब त्यो नलिएसम्म म थर्ड सेमिस्टर जान नपाउने, नत्र म फेरि सुरुबाट इन्ट्रान्स दिएर मास्टर्स गर्नुपर्ने होइन। अरू त्यो भन्दाखेरि चाहिँ अब मास्टर्स सकेरै जाऊँ भन्नेले अनि अहिले प्रोसेस गरेँ हो नि त मैले। ओके, दौडधुप छ होइन, कार्यक्रमहरू छ, परिरहेको छ, आइरहेको छ, एटेन्ड गर्नुपर्ने छ, साथमा चाहिँ आफ्नो एजुकेसनलाई पनि साथमा लानुपर्ने छ होइन। हजुर दाइ, च्यालेन्जिङ छ है। हजुर दाइ, आखिर जीवन के रहेछ बहिनी? जिन्दगी जीवन भनेको चाहिँ दाइ अब आफ्नो सोच हुन्छ। जिन्दगी भनेको चाहिँ यस्तो हो, एउटा यात्रा हो। यात्रा हिँड्ने क्रममा दुःख आउँछ, सुख आउँछ, हाँसो खुसी। तर यति मात्रै आफूले बुझ्नुपर्छ कि दाइ, दुःखपछि अवश्य सुख आउँछ, सुखपछि दुःख आउँछ भन्ने कुरा पहिल्यै माइन्डसेट गरे हुन्छ कि। तपाईँले सुख छ नि, दुःख नआउला भन्ने कुरा हुँदैन नि त। अहिले तपाईँ हाँसिरहनुपर्छ, अब एकछिनमा रुन पनि पर्छ कि हामी। पहिल्यै माइन्डसेट गर्नु पऱ्यो कि अहिले हामी हाँसिरहेछौँ, मिलनपछि बिछोड हुन्छ, बिछोडपछि मिलन हुन्छ भन्ने। मिलन हुँदाखेरि पनि त्यस्तो खुसी हुनु भएन, दुःख हुँदा पनि त्यस्तो दुःखी हुनु भएन। त्यो चाहिँ सोच्नु पऱ्यो, माइन्डमा चाहिँ सेट गर्नुपर्छ। भयो भने चाहिँ जिन्दगी चाहिँ राम्रै तरिकाले बित्छ। त्यही त है, जिन्दगी यस्तै छ, उतार चढाव होइन, सङ्घर्ष छ, त्यहीमा मजा छ है। हजुर हो दाइ। जीवनमा माया प्रेम कतिको आवश्यक छ बहिनी? आवश्यकता छ दाइ, किन नहुनु। माया प्रेम भएर त हामी छौँ। बढी मात्रामा चाहिँ बहिनीले कसलाई माया गर्नुहुन्छ? आफ्नो फ्यामिलीलाई। फ्यामिलीमा को बुबा आमा भन्नुभयो, बहिनी भाइ। हजुर हो। हजुर। उहाँहरू सिवाय अरू कसैलाई माया गर्नु भएको छ बहिनी? दाइ, तपाईँलाई नै माया गरिरहेको छु। तपाईँको मायाले अनि यहाँ म आएँ। हजुर। दाइ बहिनीको माया भन्ने कुरो छुट्टै भयो होइन, बाबा आमालाई गर्ने माया छुट्टै भयो। माया विभिन्न किसिमको छ है बहिनी? हजुर हो दाइ। हो। अरू कसलाई माया गर्नुहुन्छ? कति छ कसरी नाम लिउँ। हो, माया त अब कतिलाई गर्छु नि दाइ। अब यहाँ आइसकेपछि उहाँहरूको माया कसरी लिएर जाने है? युकेवासीहरूको माया। युकेमा धेरै हुनुहुन्छ है माया गर्ने? यस्तो रहेछ कि दाइ, मलाई अझै राम्रोसँग थाहा थिएन कि यति धेरै मेरो आफन्तहरू यहाँ हुनुहुन्छ भनेर। जब आइसकेपछि चाहिँ हजुर मैले धेरै आफन्तहरू भेटेँ अनि त्यही भएर नि माया भयो। आफन्तहरूको माया पनि छुट्टै छ, छुट्टै किसिमको। हजुर, म नजन्मिँदै उहाँहरू यहाँ आउनुभएको मलाई देख्न पाउँदा कति खुसी हुनुभयो भन्नु न। मेरो बाजे बोजूहरू यहीँ हुनुहुन्छ, कति खुसी नि। बाजे बोजूको नाम? मेरो बाजे बोजूको नाम? हजुर, यहाँ आउने हाम्रो यहाँ हुने चाहिँ क्याप्टेन भक्त थापा। भक्त थापा तपाईँको बाजे? हजुर। अनि बजे जमुना बजे हुनुहुन्छ, भगती बजेहरू हुनुहुन्छ है। म चिन्छु बाजे, हामी एउटै पल्ट। मोतिराज थापा बाजे। हजुर, उहाँहरू आफ्नो मान्छे भन्नुहुन्छ मेरो नजिकबाट। अझ त्यसपछि त अब अझै आफ्नो मान्छेको भएन, त्यसपछि अलिअलि उहाँबाट यताउति उता गर्दा त कति आफ्नो मान्छे नि। सबै आफ्नो मान्छे मध्येमा पनि एउटा चाहिँ एउटा जीवनसँग जोडिने आफ्नो मान्छे बहिनीको कुनै छ? जीवनसँग जोडिने मान्छेहरू त हुन्छ, माया गर्ने मान्छेहरू नभएसम्म यहाँसम्म कसरी पुगिन्छ र? हजुर। जीवनभन्दा पनि एउटा आफूलाई एउटा छुट्टै किसिमको माया, एउटा एक्सपेक्टेसन हुन्छ होइन। कुनै पनि एउटा चाहिँ महिला पुरुष बिच एउटा चाहिँ एक किसिमको माया रहन्छ। भोलि गएर त्यो माया चाहिँ एउटा जीवनमा परिवर्तन हुन्छ, त्यस्तो खालको। त्यस्तो त अब लाइफकै बारेमा त अब लाइफ त्यस्तो ठ्याक्कै चाहिँ छैन होला हौ। छैन। प्रेम गर्नुभयो? प्रेम गरियो होला, अहिले पनि गरिन्छ होला। प्रेम त किन नगरिनु, मैले भने नि प्रेममै संसार अड्रिएको छ। अनि हो, एउटा प्रेम भन्दा पनि एउटा माया प्रेम भन्ने हुन्छ, गर्लफ्रेन्ड बोयफ्रेन्ड। हजुर। कोही त्यस्तो लाइफकै छैन होला दाइ।
बहिनी हिस्किसाउनु भयो त ठ्याक्कै भन्न नमिल्ने हो भन्न त किन नमिल्ने अब नभइसकेपछि कसरी भन्नु के होइन मिडियामा नभनौँ भन्ने सोच पनि हुन्छ नि त हुन्छ कतिको त्यो त होइन नि अब त्यस्तो त होइन अब ठ्याक्कै त्यस्तो नभएर नि उमेर अब होइन जवानी हुनुभयो अब केही समय पछाडि अब बिहे एउटा हिसाबले होइन हाम्रो नेपालीको रीतिरिवाज अनुसार होइन अब तपाईँ चाहिँ मगर समुदायबाट हुनुहुन्छ होइन मगर एउटा जातिबाट हुनुहुन्छ अभियसली पनि एउटा चाहिँ स्याङ्जाको रीतिरिवाज मलाई थाहा पनि छ त्यो अनुसारले एउटा अब हुर्केको छोरी अब होइन अन्माएर चाहिँ अब दिनुपर्ने हुन्छ त्यो पनि हुन्छ त्यो सोचमा पनि अब बहिनीले पनि के न के त्यो सोच त बनाएको होला नि त बिहे गर्नु त सोच त छ नि हो है अनि बिहे गर्नुपर्छ बिहे गर्नुको लागि चाहिँ मागी बिहे तपाईँलाई चाहिँ उपयुक्त लाग्छ कि प्रेम विवाह दुवै भयो भने राम्रो हो हजुर प्रेम भयो भने पनि मागी बिहे भयो भने राम्रो होइन हजुर मागी बिहे भए पनि प्रेम भयो भने राम्रो दुवै गऱ्यो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ त्यो सोचमा कतै हुनुहुन्छ हुन्छ होला नि त अब तपाईँले भन्नु भविष्यमा हुर्के बढेको चेली हो तपाईँ हाम्रो चेली हुनुहुन्छ हामीलाई पनि आफ्नो चेलीलाई चाहिँ राम्रोसँग अन्माउन पाए भन्ने सोच त हुन्छ नि त त्यसैमा फेरि अब कतै होइन हाम्रो बहिनीको ज्वाइँ कतै पो लुकिबसेको छ कि लुकेरै बस्नुभयो कि आउँदै आउनु भएन अब आउनुभयो भने चाहिँ भन्छु लुकेरै बस्नु भएको छ ओके भने पछाडि अहिलेसम्म चाहिँ कुनै त्यस्तो हजुर छैन त अब कलाकार भइसके पछाडि बहिनी अब त्यही माथि महिला कलाकार हजुर होइन अब परिचर्चा भइसके पछाडि चाहिँ एउटा पुरुष दाजुभाइहरूले चाहिँ सोच बनाएको हुन्छन् उहाँलाई त हामीले होइन टेलिभिजनमा देखेको होइन उहाँसँग बोल्न पाए हुन्थ्यो होइन उहाँसँग प्रेम गर्न पाए हुन्थ्यो भन्ने एउटा प्रेम प्रस्तावहरू कति आउँछ भने त्यो त सामान्य हुँदा आइहाल्छ नि है एउटा कलाकारलाई मात्रै होइन एउटा भर्खरको हुर्के बढेको चेलीलाई आइहाल्छ केटी मान्छेलाई त्यो नर्मल कुरा हो सबैलाई आउँछ है अझै हामीलाई बेसी आउँछ होला आएको छ आउँछ दाइ के भन्नुहुन्छ उहाँलाई अब त्यस्तो त अब नर्मल आएकोलाई त नर्मल रूपमा एन्सर दिने जीवनमा अब बहिनीले हजुर जीवनसाथी सोच्ने बेला भएको रहेछ होइन पहिल्यै भएको नि बेला त बेला पहिल्यै भएको हजुर कुनै पनि समयमा चाहिँ तपाईँको चाहिँ प्रेम भएन होइन के भयो प्रेम त भइहाल्छ नि दाइ हजुर ओके यो टाइमसम्म आउँदाखेरि प्रेम हुन्छ हुँदैन भनेर पनि विश्वास कसरी गर्नु त्यही त मैले अघि नै भने होइन बहिनीलाई जोडेँ प्रेम प्रस्तावहरू आयो होला पक्कै पनि होइन कस्तो 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 खालको चाहिँ प्रेम प्रस्तावहरू आएको थियो भने त्यही हो नर्मल्ली अब प्रेम प्रस्ताव भन्नु त के हुन्छ दाइ लेटरहरू आउँथ्यो लेटर त पहिला होला त लेटर आउने त इमेल म्यासेजहरू डाइरेक्ट अहिले त सजिलो छैन तपाईँको पालामा लेटर आउँथ्यो होला दाइ लेटर हाम्रो चाहिँ पेपल भन्ने हुन्थ्यो होइन पेपरमा चाहिँ आफ्नो नाम एड्रेस लेखेर अनि छोड्ने अनि कतैबाट आयो भने अनि लेटरै आउँथ्यो हजुर ओके अनि जीवन सङ्घर्ष सजिलो छैन बहिनी अघि नैदेखि हामीले यो कुरा गरेछौँ होइन स्ट्रगल तपाईँले गर्नुभएको छ होइन अब कतिपय ठाउँहरूमा आफूलाई स्कुली लाइफ होइन एउटा चाहिँ आफ्नो एजुकेसनलाई पनि साथमा लानु पऱ्यो करियरलाई पनि साथमा लाने त्यही माथि तपाईँ मिडिया फिल्डमा हुनुहुन्छ गाह्रो छ नि त होइन म्यानेज गर्नुभएको छ हजुर म्यानेज गऱ्यो भने चाहिँ हुँदो रहेछ हुन्छ अब आफ्नो इच्छा भयो भने जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ नि हजुर त्यो चाहिँ हुँदो रहेछ दाइ अहिलेसम्म कतिवटा म्युजिक भिडियो खेलिसकियो भने भयो होला नि दाइ 100 क्रस भयो 100 क्रस त अस्ति नै भयो होला हजुर एकदमै बहिनीको चलेको पछिल्लो समयको चाहिँ गीत अस्ति भर्खर पनि गरेरै आएको हो हजुर बिचमा त्यत्रो टाइम भयो नगरेको है हजुर ठ्याक्कै एउटै नाम लिँदाखेरि पनि नहोला सबै गीतलाई
पछिल्लो समय बेलायत आएर नि म्युजिक भिडियो गर्नुभयो है पनि गर्यो तिजको गीत पनि गर्यो कस्तो रह्यो एक्सपिरियन्स सुनाउनुहोस् न सबै राम्रो हुँदै अब एक किसिमले यहाँ टाइम मिलाएर जसरी म्युजिक भिडियो गर्नुहुन्छ अब ठ्याक्कै नेपालको जस्तो त भन्न मिल्दैन होइन तर पनि तपाईँहरूले नै यति राम्रो म्यानेजमेन्ट गर्नुहुन्छ अब धेरै राम्रो हुँदै यहाँको लागि चाहिँ है हजुर अर्को कुरा चाहिँ यसैमा जोडेर है म्युजिकको फिल्डमै के यो सम्भावना छ जीवन चलाउनको लागि चाहिँ म्युजिक फिल्ड तपाईँको जस्तै जुन अहिले डान्समा हुनुहुन्छ म्युजिक भिडियो गरेर एउटा जीवन यस्तो चलाउन सकिन्छ होला जस्तो लाग्छ नेपाली म्युजिक क्षेत्रमा कुरा गर्दा पनि यस्तो छ अब हामी एज अ मोडल डान्सरहरूलाई चाहिँ त्यही भएर त अनि पार्ट टाइम भनेको नि दाइ अरू त्यस्तो गाह्रो छ अब जति नै अब मान्छेले यति कमायो उति कमायो भने पनि अब यही म्युजिक फिल्डभित्र भएको मान्छेलाई मात्रै थाहा हुन्छ अलिकति गाह्रै छ समस्या चाहिँ अब तर फेरि यो भन्दैमा तपाईँको मैले भनेको कुरा चाहिँ अब जस्तो 1000जनामा मान्छे हिट त हुँदैन नि त कलाकारहरू 1000मा हुने भनेको 100मा हुने भनेको 95% त 5% चाहिँ अब नाम चलेको कलाकारहरूले त कति स्ट्रगल गरेर त्यो ठाउँमा पुग्नु भएको छ उहाँहरूले त अब गर्नुभएको छ र सबैले गर्छ भन्ने पनि छैन नि त अब सबैले गर्नु पोसिबल पनि त छैन नि त अब कहाँ सबै कलाकार सबै हिट भइदियो भने के गर्नु हो नि भनेको 1-2जना नाम के अरे धेरै भनेको हामीले औँलामा गर्ने जस्तो त हो नि होइन सबै के अरे हामी पढ्दाखेरि पनि सबै फर्स्ट भइदियो भने के हुने फर्स्ट सेकेन्ड थर्ड त्यसपछि त ब्याक हुँदै जान्छ नि त्यस्तै त हो नि म्युजिक फिल्ड पनि अब त्यो कारणले चाहिँ ब्याक सपोर्ट हुनुपर्छ परिवारको एकदमै बढी महत्त्वपूर्ण भनेको यो फिल्डमा भनेको फ्यामिलीले सपोर्ट गर्नुपर्छ बाबा आमाको सपोर्ट कस्तो छ तपाईँको मेरो त पहिल्यैदेखि नै हो नि सपोर्ट चाहिँ स्टार्टिङदेखिबाटै सपोर्ट हुन्छ बाबा पनि यही फिल्डमा हुनुहुन्न यही फिल्डमा हुनुहुन्न तर पनि सपोर्ट गर्नुहुन्छ के अरे यो फिल्डमा चाहिँ मेन भनेको चाहिँ आफ्नो फ्यामिली ब्याकग्राउन्ड राम्रो हुनुपर्छ जसले जे भने पनि आफ्नो फ्यामिली सपोर्ट भयो भने चाहिँ अगाडि बढ्न सजिलो हुन्छ कोही बेला त अब यो भिडियोहरूमा चाहिँ ब्याड कमेन्टहरू नि आउँछ नि आउँछ ब्याड कमेन्टहरू त अब उहाँहरूले लेख्नुहुन्छ उहाँहरूको कुरा हो लेख्न त पाउनु पऱ्यो नि त हो है कसरी उहाँलाई सल्लाह उहाँलाई त कहाँ सल्लाह दिन्छ त ब्याड कमेन्ट गर्ने मान्छेलाई सल्लाह दिएर हुन्छ के भन्नुहुन्छ अब त्यो त्यत्तिकै क्यारी अन गर्ने हो कहिले कहिले त मान्छेहरू चाहिँ कतिपय कलाकारहरू हामी देखेका छौँ होइन डिप्रेसनमा पनि गएका छन् होइन त्यस्ता एकदमै असर पर्ने हिसाबले चाहिँ कमेन्टहरू गर्ने इभन पर्सनल मेसेन्जरहरूमा आएर अथवा कुनै पनि त्यस्तो गर्छ नि तपाईँले यस्तो हुन्छ त राम्रो म्युजिक भिडियो गरिरहेको छ त्यसमा कुनै पनि भाइरल टाइपको छैन भने चाहिँ कमेन्ट गर्नु हुँदैन दर्शक पनि जान्ने बुझ्ने नै हुनुहुन्छ होइन तर अब अलिकति बढी गरेको छ भने गीतमै पनि भिडियोमा पनि कमेन्ट आउनु त्यसलाई नर्मल लिनुपर्छ किनकि त्यो आफूले काम गर्ने बेलामा नै सोच्नुपर्ने कुरा हो नि त तपाईँले कस्तो म्युजिक भिडियो गरेको छ तपाईँलाई थाहा हुन्छ नि त कस्तो गीत गाएको छ हामीलाई थाहा हुन्छ अनि नर्मल राम्रो खालको म्युजिक भिडियोमा त्यस्तो नराम्रो कमेन्ट गर्ने हो नि त त्यो तपाईँलाई रिसले या तपाईँको जलनै भएर 1-2जनाले गर्नु ठिकै हो त्यो चाहिँ गर्छ पनि होइन रिस डाहा गर्ने पनि हुनु पऱ्यो नि त जिन्दगीमा नत्र कसरी चल्छ त अब तपाईँ भाइरलै हुन्छु भनेर एक किसिमले ट्याग बोकेर हिँड्नुहुन्छ भने उसलाई त नराम्रो कमेन्ट गरिहाल्छ नि बहिनीको जीवनमा कहिले त्यस्तो खालको चाहिँ सिचुएसनहरू आइपर्यो छैन दाइ मैले एकदमै चुज गरेरै गर्छु भिडियोहरू त्यस्तो हाम्रो समाजलाई नपस्ने खालको त्यस्तो भिडियोहरू पनि गर्दिनँ अनि इन्टरभ्यूमा पनि अब अलिकति राम्रै तरिकाले सभ्य तरिकाले नै होइन दिइराखेको हुन्छु भाइरलको पछि लाग्नु नै छैन कहिलेकाहीँ नि यस्तो हुन्छ क्या बहिनी अब तपाईँलाई पनि थाहा भएको यो फिल्ममा धेरै भइसक्यो तपाईँले काम गर्नुभएको होइन कहिलेकाहीँ अब नचाहँदै पनि हुन्छन् अनि त्यस्तो जस्तै अब कतिपय यही क्षेत्रमा होइन महिला कलाकारलाई देखिसके पछाडि होइन पुरुष कलाकार अथवा कुनै पनि यही फिल्ममा काम गर्ने दाजुभाइहरूले अलिकति अर्कै किसिमको असरहरू गरेको पनि हुन्छ नि त त्यो खालको चाहिँ समस्याहरू भोग्नु पर्यो तपाईँले त हुन्छ दाइ सबै फिल्डमा हुन्छ एउटा महिला भइसकेपछि होइन
अलिकति त्यस्तै किसिमको नजरले हेर्ने। अझै सुरुमा चाहिँ अब जस्तो भर्खर आउँदाखेरि अब अलिकति बुझेको छैन यो फिल्डलाई भन्ने भने, अनि अलिकति फ्यामिली ब्याकग्राउन्ड राम्रो छैन भने अझै के अरे भर्खर आउँछ नि त, भर्खर म्युजिक भिडियो गर्ने, गीत गाउने, यो फिल्डमा आउने भर्खर भर्खरको अब यो फिल्डमा आउनेको 16, 17, 18 वर्षतिर आउँदाखेरि त धेरै हुन्छ नि त्यतिखेर। अब त्यो कुरालाई चाहिँ ह्यान्डलिङ गर्न सक्नुपर्छ आफूले, त आफूमा डिपेन्ड हुने कुरा पनि हो। केटा मान्छेले नजर लायो भन्दैमा होइन, अब एउटा राम्रो केटी मान्छे छ राम्रो छ भन्न, या ती राम्रो छलाई भन्ने क्रममा पनि अलिकति बिगारेर भन्न सक्छ या के गरेर भन्न सक्छ, त्यो त सबै आफूले ह्यान्डलिङ गर्नुपर्ने कुरा हो नि त। त्यो कुराहरूलाई चाहिँ सुरुमा चाहिँ गाह्रो हुन्छ, किनकि म पनि भर्खर एसएलसी दिएर तपाईँलाई अघि भने नि त्यो क्रममाखेरि त्यो कुराहरू त अलिअलि भोग्नुपर्छ। त्यही भएर त अब अलिकति आफू स्ट्रङ भएर आयो भने कसैले के गर्दैन नि त। अब अहिलेको सिचुएसनमा छैन त्यस्तो। मलाई तपाईँलाई भयो पहिला त्यस्तो खालको सिचुएसन आइपर्यो? पहिला सिचुएसन भन्दा पनि त्यो जसलाई पनि हुन्छ त्यतिखेर चाहिँ हामीलाई एकदमै ठुलो लाग्छ त्यो कुरा होइन, किनकि एज नै सानो हुन्छ नि त। त्यो 17-18 वर्ष भनेको एज त अब एकदम नर्मल सानो एज हो नि त, त्यतिखेर ठुलो कुरा लाग्छ। र त्यो टाइममा चाहिँ सकेसम्म चाहिँ आफू जोगिएर अलिकति पढे लेखेरै गीत सङ्गीतलाई नै बुझेरै आउँदा हुन्छ कि अलिकति बरु एज अलिकति माथि नै गएर आओस् होइन। न त तपाईँले सुन्नुभएको छैन 18 वर्षभन्दा मुनिको कति किसहरू पनि के बोलिदिँदा के हुन्छ नि थाहा हुँदैन नि त। त्यो कुराहरूलाई चाहिँ बुझेर अनि आयो भने चाहिँ केही पनि हुँदैन। अब अहिलेको मेरो सिचुएसनमा चाहिँ त्यस्तो चाहिँ छैन। पहिला चाहिँ भएको थियो या त्यो हुन्छ नर्मल नै हुन्छ, त्यो कुराहरूलाई चाहिँ आफूले ह्यान्डलिङ गर्नुपर्छ सकिन्छ भने। अहिले चाहिँ अब आउने भाइ बहिनीहरूलाई चाहिँ सल्लाह त्यही दिनुहुन्छ, अलिकति परिपक्व अलिकति गीत सङ्गीतलाई नै बुझेर र यो इन्डस्ट्रीलाई नै बुझेर, मेन भनेको गीत गाउन आउनुहुन्छ कि नाच्न आउनुहुन्छ जेसुकै होस्, तर इन्डस्ट्री बुझेर आउनु पऱ्यो कि। 15-16 वर्षमा मान्छेहरू कस्तो छ भन्दा एसएलसी दियो अनि यो फिल्डमा आउँछ। एसएलसी दिँदाखेरि अब मैले त अहिले अझै 14-15मा दिएँ होइन, अहिले त 15-16सम्म दिन्छ, आउँदाखेरि 17 हुन्छ होइन। 16-17मा आउँदाखेरि उसले केही पनि बुझेको छैन, हुँदैन नि त। कि त अब एउटा ह्यान्डलिङ गर्ने मान्छे हुनु पऱ्यो, अनि अलिकति यो इन्डस्ट्रीलाई बुझेर पढ्नै पर्छ भन्ने छैन कि। इन्डस्ट्रीलाई बुझेर 1-2 वर्ष ग्याप गरेर आउँदाखेरि पनि त नाच्ने त्यही हो, गाउने मान्छेको स्वर त्यही हो, त्यो भयो भने राम्रो हुन्छ नि। बहिनीले अघि भन्नुभयो होइन, अब यो क्षेत्रमा अब फर्स्ट सेकेन्ड थर्ड हुन्छ होइन, हजुर एकदमै चल्ने हुन्छ, त्यो पछाडि अलि चल्ने हुन्छ, अलि नचल्नेहरू नि हुन्छ होइन, कोही त्यत्तिकै रहरले पनि गर्ने हुन्छ। रहरले गर्नु आफ्नो कुरा भयो होइन, तर गर्छु भनेर अलिकता जस्तै नम्बर 1 फर्स्टै हुनको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ? एकदमै त्यो त कन्टिन्यू चाहिन्छ, कन्टिन्युटी त एकदम धेरै चाहिन्छ। अब धैर्यता चाहियो होइन, अनि त्यसपछि त्यो गर्न सक्ने व्यक्तिहरू सबैजना नभए पनि कोही त तपाईँले टपमै देख्नु भएको छ नि त। उहाँहरूले गीत सङ्गीतले गरेर घर बनाउनु भएको छ, कार चढ्नुहुन्छ, सबै थोक उहाँहरू गीत सङ्गीत नै मेरो जिन्दगी भनेर हिँड्नु भएको छ नि त। उहाँहरूले पनि त एक ठाउँमा पुगिसकेपछि त आफ्नो लेभल बनाइसक्नु भएको छ नि त। त्यो गर्न सक्यो भने चाहिँ राम्रो छ नि, तर सबैले त्यो गर्न पो सक्दैन नि त। ओके, हजुर बहिनी थ्याङ्क यू सो मच होइन। अब हामीले धेरै कुराहरू यही विषयमा मलाई चाहिँ अलि धेरै तपाईँ यो म्युजिककै विषयमा धेरै कुरा गर्न मन पनि लागेको थियो होइन, अनि प्लस अलिकति तपाईँले आफ्नो जीवनको भोगाइहरू पनि कुरा गरियो। अझै भोगाइ त कम गरियो हामी अहिले। हो छ के छ अरू तपाईँको भोगाइको विषयमा कुरा गर्न मन लागेको? होइन धेरै यही फिल्डमै कुरा भयो, धेरै खुसी लाग्यो। हजुर अरू धेरै कुनै छुटेको जस्तो लाग्छ म्युजिकको बाहेक अरू? जस्तै मलाई यो कुराहरू सोध्दै हुन्थ्यो दाइले भन्ने लाग्छ? होइन छैन दाइ, तपाईँले सबै राम्रोसँग सोध्नुभयो, एकदमै सहज गराइदिनु भयो मलाई। हो र पोडकास्ट पहिला गर्नुभएको थियो? छैन दाइ, फर्स्ट टाइम। त्यही भएर त भनेको थिएँ मैले। इन्टरभ्यूहरू चाहिँ गर्नुभएको थियो? अलिअलि गरेको छु दाइ, धेरै छैन मेरो इन्टरभ्यूहरू पनि। ओके, अब भने एकदमै हामी अन्त्यतिर छौँ बहिनी। अघि नै सुरुवातीमा पनि भने मैले होइन, हामीलाई एकदमै
एउटै फोन कलमा बहिनी के छ फुर्सद भन्ने बित्तिकै आइदिनु भयो, त्यसको लागि एकदमै धेरै धन्यवाद। यस्तो बहिनीको यो एकदमै व्यस्त समय, बेलायतमा हुनुहुन्छ, कार्यक्रम होइन एकपछि अर्को गर्दै कार्यक्रमहरू भइरहेको छ होइन, अझ कार्यक्रमहरू बढ्दै जाउन् अनि अझै धेरै चाहिँ कार्यक्रमहरू बहिनीको आओस् है, एकदमै बिजी रहोस् यो भन्न चाहन्छु। हजुर दाइ, थ्याङ्क यू दाइ। तपाईँलाई जुन किसिमले एउटा विदेशी भूमिमा रहेर पनि एक किसिमले आफ्नो कलालाई बिर्सिनु भएको छैन, तपाईँ पनि अब एउटा इच्छाले त यहाँसम्म आउनुभयो होइन, धेरै खुसी लाग्छ दाइ। अनि हाम्रो दिपेन दाइ हुनुहुन्छ, अघि कुराकानी भयो, धेरै खुसी लाग्यो। तपाईँहरूको यो माया सम्मान एकदमै मनदेखि नै सम्मान छ र हाम्रो युकेवासीहरू यति धेरै प्रोग्रामहरूमा आबद्ध गराइदिनु भएको छ मलाई। विदेशी भूमिमा रहेर पनि आफ्नो कला संस्कृतिलाई बिर्सिनु भएको छैन, एउटा कलाकारलाई दिनुपर्ने माया सधैँभरि दिनुहुन्छ र अब आउने प्रोग्रामहरूमा पनि अब प्रोग्रामहरू पनि छ धेरै। अब एकमुष्ट रूपमा सम्पूर्ण सङ्घ संस्थालाई जति सम्झिनु भएको छ धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब एउटा कलाकार भएर यहाँभन्दा थ्याङ्क यू भन्दा दाइ है, हामी त्यति धेरै थ्याङ्क यू कि यस्तो धेरै माया सम्मान दिनुभएको छ र अब आउने प्रोग्रामहरूमा पनि यस्तै माया पाइराखौँ। सम्पूर्ण संस्थाको सम्पूर्ण आयोजक कार्य समितिभित्रको सम्पूर्ण कार्य समिति टिमहरूलाई नै यहाँ एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मेरो बाजे बजे आफन्तहरू, छ्यामा, पुसै, काका काकी त कति हुनुहुन्छ दाइ, नाम दाजुभाइ दिदीबहिनी भान्जा भान्जी काका काकी सबैलाई नाम लिन थाल्यो भने त फेरि अर्को तपाईँको अर्को छ पनि त्यति धेरै आफन्तहरू हुनुहुन्छ होइन। उहाँहरूको माया, उहाँहरूले दिनुभएको सम्मान, स्पेसली एकमुष्ट रूपमा भन्नुपर्दा चाहिँ युकेवासीमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा चाहिँ प्रति चाहिँ हृदयदेखि नै सम्मान र दाइ, हाम्रो दाइ सम्पूर्णमा पनि एकमुष्ट रूपमा सम्मान। थ्याङ्क यू सो मच बहिनी, एकदमै खुसी लाग्यो। वन्स अगेन तपाईँले चाहिँ हाम्रो यो पोडकास्टमा आएर केही कुराहरू राखिदिनु भयो होइन, तपाईँको जीवनको भोगाइहरू होइन, अनि म्युजिक क्षेत्रमा के कस्ता छन्, के हुनुपर्छ भन्ने कुरो एउटा आफ्नो एक्सपिरियन्स हामीलाई पनि सेयर गरिदिनु भयो। खुसी लाग्यो। त्यही माथि अहिले बेलायतमा हुनुहुन्छ होइन, बेलायतमा चाहिँ तपाईँको कामहरू एकदमै चलिरहेको छ। इभन तपाईँ चाहिँ कार्यक्रम नरहँदा पनि आफूलाई व्यस्त गर्नुको लागि म्युजिक भिडियोहरू गरिराख्नु भएको छ। अझै धेरै म्युजिक भिडियोहरू गर्नुहोस् है भन्दै थ्याङ्क यू सो मच। सम्पूर्ण हाम्रो बेलायतवासी, हाम्रो अस्मिता राणा मगर बहिनी हुनुहुन्छ, यदि तपाईँहरू बेलायतमा हुनुहुन्छ र कतै पनि प्रोग्रामहरू गर्ने सोचमा हुनुहुन्छ भने प्लिज हाम्रो अस्मिता राणा मगर बहिनीलाई चाहिँ नबिर्सिनु होला। उहाँको डान्स बवालै छ है, उहाँको डान्स हेरिसके पछाडि तपाईँहरूले अब कति त हेरिसक्नु भएको छ होइन सोसियल मिडियाको मार्फतबाट, र प्रत्यक्ष रूपमा हेर्न चाहनुहुन्छ भने तपाईँहरूको कार्यक्रममा चाहिँ नछुटाउनु होला भन्न चाहन्छु भन्दै अब भने हामी यो कार्यक्रमलाई चाहिँ बिट मार्ने पक्षतिर छौँ। र जाँदै गर्दाखेरि चाहिँ हाम्रो स्पोन्सरहरू हुनुहुन्छ पिपल मर्गेज र हाम्रो गोल्डन सिप हायरमा रहेको रेस्टुरेन्ट र नेवाछे, यहाँहरू सम्पूर्णलाई चाहिँ सम्झिन चाहन्छु। र यदि तपाईँहरू कुनै पनि बेलायतीवासी हुनुहुन्छ र घर किन्ने सोचमा हुनुहुन्छ भने पिपल मर्गेजलाई सम्झिनु होला। उहाँहरूले चाहिँ तपाईँहरूको चाहिँ घर किन्ने सपना चाहिँ पुरा गर्न सक्नुहुन्छ। र त्यसै गरेर चाहिँ ह्यारोको वरिपरि आउँदै गर्दाखेरि यदि तपाईँहरूलाई भोक लागेको छ अथवा कुनै पनि खानाको चाहिँ टेस्ट गर्न चाहनुहुन्छ भने हाम्रो चाहिँ गोल्डन सिप र नेवाछेलाई चाहिँ नबिर्सिनु होला भन्दै त्यसै गरी अन्य हाम्रो सम्पूर्ण साथीभाइहरू अनि जति पनि युट्युब हेर्दै हुनुहुन्छ यहाँहरूलाई चाहिँ के रिक्वेस्ट गर्न चाहन्छु भने अहिलेसम्मको हाम्रो चाहिँ रिभ्यू अनुसार 94%ले हाम्रो च्यानललाई चाहिँ जस्ट भिजिट मात्रै गर्नुपर्छ। प्लिज लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, प्लिज जति सक्दो सेयर गरिदिनुहोस्। अनि तपाईँहरूसम्म चाहिँ हाम्रो अस्मिता बहिनीहरू जस्तो चाहिँ एकदमै चलेको कलाकारहरू ल्याएर तपाईँहरूसम्म चाहिँ पस्किने छौँ। यदि तपाईँहरूले चाहिँ मलाई सब्सक्राइब गर्नु भएन भने त्यो चाहिँ काम मबाट चाहिँ असम्भव हुनसक्छ भन्दै अब भने हामी चाहिँ अस्मिता बहिनी अनि म अनि दिपेन सर हाम्रो सम्पूर्ण इन्टायर टिम तपाईँहरूबाट चाहिँ बिदा हुन चाहन्छु भन्दै फेरि अर्को एपिसोडमा भेट्ने चाहना गर्दै आजलाई बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच, बाई। थ्याङ्क यू।